हे गाइस स्वागत छ आज चाहिँ रक्षाबन्धन हो भदौ 12 गते 2083 साल अनि डु यु सी एनी डिफरेन्सेस आज म हजुरलाई एउटा डिफरेन्स देखाउँछु मेरो भन्दिन यहाँ यतिकै ठिक पारेको भन्दिन खासै यहाँ हामी सबैजना भेला भएका छौँ म भाइ मामु बाबा भिनाजु सीता दिदी र प्रतीक्षा दिदी अनि शाश्वत How are you? I'm fine. This is Raksha Bandhan. Oh, let me go. Camera next again. Oh, camera. अब अझै हुन्छ अब आफै बिस्तारै सानो हुँदै जान्छ यहाँ गरेको यहाँ पनि गरेको यताले त आज त सबै गरेको अस्ति त देख्नै पाइएन नि त मामु आज चाहिँ हो रक्षाबन्धन भदौ 12 गते 2083 साल अनि हजुरलाई थाहै होला कि आज धेरैजना घरमा भेला हुने अनि आज चाहिँ हामीहरूले चाहिँ राखी बाँधेका छौँ राखी देखाइदिन्छु यो तीनटा राखी हो हजुर तानवद्दु बलिराजा तानविन्द्रो महाबल तानतं प्रतिरक्ष्यामि रक्षा मातल मातल सामु अब आउँदो गर ल खोइ त टीका ए म के रे टीका बनाउने नि भेटिन के मैले ल्याउने पारा थिएँ भाइको लागि भाइदेखि सुरु गरेको मैले सानोदेखि सुरुसम्म ल अब के रहेछ ह्याप्पी रक्षाबन्धन भन्छ न रक्षाबन्धन ह्याप्पी रक्षाबन्धन अब हात त गरिसक्नु होला दुई दिन के चाहिँ जलै हात त गरिसक्नु होला मित्र सातवटा लाम्बो अब म पाँच छवटा भयो अब शासनसँग राखी प्रतीक्षा दिदी मेरो कर्म चाहिँ कोही सक्नु प्रतीक्षा दिदी हजुर राखी सामु चावडा बोटुका लिएर आउँछ न हजुरले जुन खाए पनि हुन्छ हजुरको लागि हो जुन भने सामु अब दुईटा चाहियो नि अब दिनु त अब छैन त्यति धेरै थिएन अरू नै प्लेट ल्याउनु जे प्लेट हुन्छ जे यो चाहिँ के होला के राख्नु म चाहिँ ढकनी खान्छु ल हुन्छ जे खाऊ भान्जो टिका बनायो तिमी होइन नानीबाट सुन्नुहुन्छ एकछिन म बाँधिदिन्छु आइज त मित्रसँग बस्छ त्यो यसो टिकी ल्याउनु हुन्छ अलिकति अघि मात्रै हुन्छ हो यो मलाई के गर्नु त चाहिने खाए शाश्वतलाई मैले टिको लगाइदिएको छैन भाइ राख्न सिट सबै आउँछ पछाडि खुसीको पछाडि के पनि जम्मै आफै आउँछ खुवाइदिन्छु अहिले खा म टिका डोरो बाँधौँ न डोरो त ल मामा खिच्छु बाँध्यो भाइहरूलाई दसैँमा मात्रै त्यति माथि दही अक्षता हुन्छ के अरे जानु के अरे आयो सदा सुखी सदा ईश्वरले दिनुहोस् एकदम ह्याप्पी मोडमा जिन्दगी बित्योस् मेरो भाइको है म भाइले यस्तै हुनु होइन ठुलो हुनु खुसी हुनु भने
सधैँ चाहिँ खुसी हुनु भन्नु न। ह्याप्पी हुनुहोस् म पनि ह्याप्पी ल्याइदिन्छु होस् खुसी मिलोस् माथि छ नि माथि छ होला ए माथि छ ल्याउनु न अब राखी बाँधिदेऊ साथी राखी त भारी पो भयो मैले नल्याउ म ल्याउँछु भनेको थिइनँ त शत्रु सबै जाओस्। हस् न। ठुलो ज्ञानी मान्छे बन्नु। दादालाई धेरै माया गर्नु रेस्पेक्ट गर्नु है दादालाई हस् अब एकछिन दाजुभाइ धेरै मिल्छ अरू संसार मिल्छ ल म पनि तिनटा गाठा बनाउनु। म्याम यता नजिकै राखी जतिकै दानु न मेमोरिज त्यो थाल चाहिँ हटाउ न त मेमोरिज आफ्टर 20 इयर्स। हेर्नुपर्छ अब दरो हेर्नुपर्छ सु पक्का त उसलाई पनि मैले ल्याइदिनु हुन्छ नि ज्वरो हुन्छ लाउनु ए राखी चाहिँ मिल्दैन राखी चाहिँ भाइहरूलाई मात्रै हो साथी धेरै भएर पनि के हो त हामी लाउनु मिल्दैन नि त होइन हामी पनि लाउँदा भयो त आफै आफै लाउनु भाइले लगाइदिन्छ हजुरलाई मामाले ए तिम्रो त्यहाँ छ सरी झन्नै भइदिन्छु भाइलाई म भाइकै खुवाइदिन्छु भाइले मेरो न सगुन खुवाउनै पाइनछु नि मैले सगुन है सम्झेर आफै खान्छ अब दिपालाई त दिएको हो नि अब म लाउँछु हजुरलाई सुपरम्यान जसरी लाउँछु त्यसरी नै म यता यता बस्नु न यता कसो हो त्यो यतै बस्नु निकाल्नु यो यतै निकाल्नु यतै ल त्यो राखी पनि बाँधिदिनु त छ नि होइन राखी वा हजुर भन्ने हैन बा हामी राखी लाउँदैनौँ अब चाहिँ त्यहाँ उब्रियो भने अब के अरे त लागो ए हामीलाई यहाँ डोरी के काहीँ भाग्नै नमिल्ने गरी बाँधिसकेको थियो बिहान भान्जाले बाँधिदिएको अहिले बाबाले अब अर्को हप्ता त यहाँ भाग्नै नपाइने स्क्याम भयो फोहोर नलाग्ने भयो त पानीले नभिजिदियो त एक वर्षै राख्ने जस्तो लाग्छ कि मलाई चिसो भयो त्यसले दुःख दिएर कस्तो हैरान पैसा नि आयो है अब भाग्यमानी हुनु भाग्यमानी सौभाग्य एकदम दुःख कहिले नहोस् भन्छ यता गएर भाइ चाहिँ चुप्प लागेर धमाधम देख्दैछ भाइ कोसी खाने कोसी खाने निकाल्दिनु यो निकाल्दिछ न यो निकाल्दिछ न यो केराको भयो केराको भयो यो केरा होइन केरा होइन ऊ त्यो के भन्छ रस यो तान्ने दिन तानेर अर्को तानेर गाँठ अब सामु थपेर खाऊ है यहाँ कुन चाहिँ नाइट्रिन म थप्न सक्दिनँ तिमी भिडियो बनाउँदै खाँदै गर ल यता राखेँ मैले पछाडि त्यसलाई हल्दिँदा माथि काटेर ताने हो अनि नि अचार चाहिँ ती छेउमै राख्नु कि क्या हो नि त्यसै गर्दा ठिक हुन्छ साथै मैले प्रतीक्षा दिदीलाई बाँध्नुपर्छ है पैसा नि खिच्दिएँ मैले दिँदा हिँड्नु ल म तिमीलाई अचार हो रे कतिको आशीर्वाद त दिनु ज्ञानी हुनु मेरो आशीर्वाद तिमीलाई सधैँ छ सकेर सधैँ हाम्रो पनि आशीर्वाद छ ठुलालाई आशीर्वाद दिन मिल्दैन के हो होइन मिल्छ 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 बाबा मिल्छ अनि मलाई नि अचार चाहिँ खाइहाल्नु ल सुखी हुनु भनेर भन्नुलाई हामीले चाहिँ हुन्छ त्यही पुऱ्याइदिनु पछि म पुर्याउँछु भन फेरि पछि पछि म पुऱ्याउँछु बा चिन्ता नगर्नु होला म पछि म पुर्याउँछु अहिले चाहिँ मेरो पुर्याइदिनु ल भन्नुपर्छ कान्छी उसलाई चाहिँ के गर्नु त हो राखी बाँध्नु मलाई केही न केही गर्ने म खाने खाएर यिनीहरूलाई पनि म एउटा बाँधिदिन्छु है आलु नभएको थियो कसलाई बाँधिदिन्छ ल खोइ सामुले बाँध्दैन मैले बाँधेको त लिएर बस्छ त है तपाईँ त्यही बाँधिदिन्छौ त यो मैले यो काटेको बनाएको पार्टी कस्तो भयो जसको पाए त्यही भेट्यो अनि दाइयो स्कुलमा राखी सेलिब्रेसन भएको भए त के हुन्छ तान्ने कि नतान्नेर ल सास सोध्दै लगाइदेऊ त सीता दिदीलाई लगाइदेऊ न सास सोध दिदी अब हामीलाई लागिदिन्छ अब हाम्रो बारी
ल हातमा राखी राखी भएको बेला रमाइलो दिदीले ए दिदीले लगाइदिन्छु भनेर खायो साखलको चाहिँ राखिने एउटा मात्र हो अब यो त भाइ छ त त्यो सासुले प्रतीक्षा दिदीको अब धन्न सबैले राखिले सबैले राखिले खान्छु सबैले राखिले सामले खाएन यो खाएन न इलेक्सनमा खान्छ खान्छ अरे ऊ ढकने पनि खान्छु भनेको के हो पेट्रोल पुरो जाऊ खाऊ ढकनी मात्रै खान्छु बाबु वाट इज दिस ओरियो बिस्कुट बिस्कुट खाने तिमी चिनी लगाएर ओरियो ल ल अलि 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 एकछिन पकाइ अलि परबाट ल गर यस्तो कि सबैलाई कभर गरेर मैले ल आऊ अझै लाऊ राखी ए दादाको सेम कलर भएछ भाइको ल ह्याप्पी रक्षाबन्धन श्री कृष्ण रक्षाबन्धन सेम टु यु दिदी कृष्ण हो दिदी मेरो भाइलाई खुसी मिलो धेरै पढ्न आओस् साथीहरूभन्दा सबैभन्दा अघि बढ्नु अनि सबैले माया गरून् 60 रुपैयाँ साथीहरूले मेमहरूले सबैले माया गरिस्योहरूलाई है प्रथम स्थानमा सबै जहाँ पनि भाइको पहिलो स्थान होस् 120 ल नमस्ते खै त तिमीले गरेको ल तिमीले गरेको हाम्रो त्यही हो नमस्ते सरी अम्मा खाने दिनु 110 अम्मा 100 म यहाँ दही खानु पर्दैन 90 85 75 दही छ तिमी हेर्दा 80 ह बरुमा खान्न ढकनी म बरु ढकनी खान्न मलाई पुगिसक्यो अब म अगाइसकेँ खाटे ल्याइदिनु अम्मा खाटे सीता दिदी म अगाइसकेँ सीता दिदी हुन्छ म खानु अगाइसकेँ त म ल्याउँछु सीता दिदी म अगाइसकेँ म अगाइ ल जे खाएर लगाऊ अनि भरे फेरि रहेर खाऊ है हस् यो चाहिँ के हो अब ए सबै खाऊ अब पापन चाहिँ खेल्नु के भने मसा पाँचैको भिन्दै होइन बिहामा भए भएर तिहारमा देउसी भएर खेल्न लोभमा 5-10 रुपियाँ दिनुहुन्छ छिमेकमा गयो भने पैसा थोरै भएर नि त हाम्रो कमाइ गर्न चाहिएन हामी यसमा त पैसा तिर्नु पछि पछि कति कमाउन सक्छौ लोभ गर्नु हुँदैन पैसाको पछि कमाउन सकिन्छ लोभ गरेन हामी कमाउन सकिन्छ लोभ गरेर पनि कमाउन सकिन्छ बाई बाई अब रक्षाबन्धन ल ह्याप्पी रहनु खुसी रहनु सबैजनालाई खुसी मिलोस् सुखी रहनु अरे बाई बाई सामु बाई शाश्वत बाई सबैजना बाई 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 गाइज सो अब यस्तै भिडियोको लागि हाम्रो च्यानल लाइक सब्सक्राइब र सेयर गर्नु होला नाउ बाई एन्ड ह्याप्पी रक्षाबन्धन टु अल द नेपालीज एन्ड इन्डियन्स थ्रु आउट आवर कन्ट्री एन्ड सबकन्टिनेन्ट थ्याङ्क यू